आयो है आयो चटपटे मसलाको रेसिपी आयो अनि यो चटपटे मसला चाहिँ म आलु निम्की चटपटे बनाउँदा हाल्छु अनि यति मिठो हुन्छ नि चटपटीहरू बनाउनु पनि एकदमै सजिलो छ र स्टोर पनि गर्न सक्नुहुन्छ तपाईँहरूले लामो समयसम्म। सुरुमा चाहिँ तपाईँले एउटा प्यान लिनुहोस् अनि यसमा खुर्सानी एड गरिदिनुहोस् अनि 2 चम्चा चाहिँ तिलको धुलो अनि यो तोरी चाहिँ म धेरै हाल्दिनँ, यो चाहिँ हल्का मलाई त्यस्तो खासै मन पर्दैन त्यही भएर 1 चम्चा मात्रै एड गरिदिन्छु। 1 चम्चा टिमुर पनि एड गरिदिएँ, 1 चम्चा धनियाँको सिड अनि यो चाहिँ हो फ्ल्याक्स सिड है, आलस 3 चम्चा, यति मिठो हुन्छ नि यो आलसले गर्दा अनि 2 चम्चा चाहिँ यो जिराको सिड एड गरिदिएँ। अब चाहिँ यसलाई मिडियम हिटमा हल्का तताउनु पर्छ कि त्यो क्र्याकल गर्छ नि तिर आवाज आउँछ नि हो त्यो नआउन्जेलसम्म यसलाई चाहिँ एकैछिन मिडियम टु लो हिटमा यसलाई एकैछिन तताइदिने अनि यो ततिसकेपछि चाहिँ यसलाई सेलाउनलाई छोडिदिने। सेलाइसकेपछि मात्रै यसलाई ब्लेन्ड गर्ने है। अब यो हल्का सेलाइसकेको छ, मैले चाहिँ यसमा ब्लेन्डरमा गरेर ब्लेन्ड गरिदिएँ र यो चटपटे मसला चाहिँ बनेर रेडी भयो। यति मिठो बन्छ नि यो चटपटे मसलाले गर्दाखेरि। यो इजी रेसिपी ट्राई गर्नुहोला र फलो फर मोर रेसिपिज।